हेलो नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। वेलकम टु माई युट्युब च्यानल। कति नराम्रो फेस देखेको। अनि के मेरो भिडियो दसैँको नवमी र दशमीको छ, झ्याउ नमानिकन हेर्नु होला। हेलो, माथिबाट हो कि तलबाट? हामी कहाँ जानु लाग्यो? सिमन्टा के छ? सिमन्टा के छ? बाबा मम्मी हजुरको के हो? सिमन्टा होइन। अनि हामी भन्जाको घर जाँदैछौँ। मेरो भन्जाको घर यो मेरो सानो कुन्टे। हामी घरबाट हिँड्यौँ। अब हामी कति बेला पुग्छौँ? गाडीबाट कति बेला पुग्छौँ होइन अन्त? ल हामी हिँडिरहेको छौँ। मेरो दुईवटा बच्चा, पछाडि ठुलो बच्चा, तिनवटा बच्चा। हामी कति घन्टा लाग्छ भन्जाको? अहिले 10:30 भयो। 10 बजेर 15 मिनट भइसक्यो। कस्तो राम्रो बाटो भयो हो। पुरै कुरो है, हिलो छ, पानी परिरहेको छ। हिजो पहिला त्यसरी हिलो भयो नि त। ल गाडी छ। ल सालगाडीमा हाम्रो भान्जा, यता सानै भान्जा अगाडि लाउनु भएको छ, यता ठुले भान्जा कहीँ नि ठुले, अनि उता भान्जाको मामा, अनि यता सालगाडीमा माइजू। हेलो गाइस, हामी विश्राम गरिरहेछौँ। ल ल ल ल हाम्रो भान्जाको पैसा के हुने? भान्जा पैसा कति कति नोट हुन्? एउटा 1000, 20000, 1 लाख, 1 करोड। करोड रुपियाँको मुनि भान्जा। भान्जाको करोड कुन ब्याङ्कमा राख्ने? ब्याङ्क खै तपाईँको पैसा? मैले त यही हो मेरो आधा दादाको मात्र हो, त्यसो चोर्नु पाइँदैन। ल पैसा टिपुम पैसा रुखमा परिहाल्छ। पैसा टिपुम यो नक्कली पैसा होइन। अनि हाम्रो भान्जाको आमामा भान्जाको झन् ठुलो पैसा भएको भान्जा। सिजनको पैसा के खाने? जम्मा फ्रुटी खाने। म घर बनाइदिइहाल्छु नि, राख्नु जानु। ल गाइस दोकान किन्ने अरू भान्जा अरे। ल ओए सिजन बिस्तारै हिँड्नु, अगाडि भुइँमा हेरेर चिप्लो हो लडिन्छ। कति राम्रो झ्याउकिरी कराइराखन है। ए यो गेट हो। गाई यहाँ खोला पनि छ भन न। यहाँ रुख यसै हटाउँछ होइन। ल गाई हो, हामी खोलामा आइसक्यौँ। नबस् ल्याउ पनि छ, यहाँ भुइँ भरि यस्तो छ। अनि गाईहरू हाम्रो तेलको खोला छ यहाँ। गाईहरू ल ते लाग्यो बिस्तारै लाग्यो। जम्मै ठुलो माछा डालेर कहाँ लाग्यो भन्छ? चोट लाग्यो छैन। हाम्रो ठुलो भान्जा जो लट्ठी छोप्यो उही मान्छे घाइते भयो। अब म भान्जाहरू समाउँछु हातले। ल गाई हाम्रो यस्तो पानी छ, यति सफा हुन्छ पानी। ठुलो भान्जाको खुट्टु दुधे बिचरा ठन्ड हुनुभयो। ल हाम्रो ठुलो भान्जाले मुख धुँदै हुन्छ, सफा गर्दै। उता सलसँग हुने, पोका पन्तेरसँग हुने। यो ड्रेस अप भोजपुर छँदासम्म तपाईँहरू मेरो बुढोको यही ड्रेस अप देख्नुहुन्छ। अनि काठमाडौँमा बस्न पनि यही देख्नुहुन्छ। ल धुनु पैसा, भान्जाको पैसा पानीमा झरेर पैसा धुनै मिल्छ। ए पानीमा हाम्रो भान्जा यस्तो जिउको माया छ गाइज हो यो भान्जालाई। फेरि हामी निरन्तर हिँड्ने प्रयास गर्दै गर्दा हामी सेकेन्ड खोलामा आइपुग्यौँ। यो हामी कटुस, यो कसलाई थाहा छ? कटुस आमामा सानै खै हातमा टिप्नु भएको। आमामा मामा टिप्नु भएको। यो पनि खान। ल गाइज यो झाडीमा मान्छे हराइन्छ। यो गुफा जस्तो छ गाइज। अब हामी यहाँ कसरी छिर्ने हो थाहा छैन। यहाँ खाल्डो हो, अर्को गुफा आयो भान्जाको। बस यसरी हिँड्नु पर्छ। ल गाइज यो बेसार छ। यो बेसारको बिरुवा हो जङ्गलभरि हो। यो सब बेसारको बिरुवा
ए गाइस बेसारको बिरुवा ए फाइनल्ली दिदीको घर आइपुग्यो। हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ। आज दसैँको दिन हाम्रो दसैँ सुरु भयो। अब हामी सरसफाइ गर्छौँ। घर लिपपोत भइसक्यो। म पोछा लाउँदैछु। यहाँ मेरो पोछा छ। अब म पोछा लाउँछु। बुढो आँगन बढार्दै हुनुहुन्छ। ड्रमभित्र पानी भिज्यो। फुल त्यो फुल त माडिन्छ हौ। यहाँ हुनुहुन्छ। म यहाँ यसरी पोछा लाउँदैछु। यता लगाइसकेँ। अब यहाँ यसरी पोछा उता मम्मी हुनुहुन्छ। मम्मी मुही पार्दै हुनुहुन्छ। पारिसक्नु हो? कहाँ पार्नु यो मदानी खुस्काउन सकिन्छ। ए मदानी खुस्काउन सक्ने। बुढो खोलिदिनु न त त्यो मदानी। सक्नुहुन्छ कि? के हुन्छ? मदानी सक्नुहुन्छ कि? ल पोछा लगाएर नि सकियो। ल है अब हामी नुहाइ धुवाइ गर्न जान लागेको। पानी रहेछ। पानी खनाउँछु। हजुरकै पानी छ। यसले न सानो गाग्री लिएर जान्छु म। यो गाग्रीमा पानी लिएर आउने हो पँधेराबाट। बाख्राले ठेल्यो। यति हिलो छ। हिलो ओहो पानी पानी परिरहेको। एउटा यता के हुन्छ? यता भाँति जाँदैन मम्मी? ओ मम्मी यो त्यसले हुँदैन। अनि के लिऊँ त? चिसो छ त्यही लगा। टाउका केही लाउने होला नि त। अनि चिसो भनेको त खै त भेटेन त। बाउले कता फ्याँकिदिनु भयो? चाल्दै हुनुहुन्छ फेरि। मम्मी पारा मम्मीले डोको बनाइदिनुहुन्छ। डोको पुरानो छ हाम्रो। डोको बनाइदिन्छ। पिट्ने मान्छे लिएर जाने हो। राम भिजेर प्लास्टिक लहो नि त। तपाईँ हिँड्दै गर्नु। उयो यो जगमा हाल्नु के सबै। ए अनि आएर यहाँ आएर माझ्नु पर्यो नि त। हाल्नु अहिले आउँदाखेरि उ गर्ने। ल मम्मीको मही बनेर सक्यो मम्मी। ल है पानी बोक्न हिँड्यो। के गर्नु? दसैँ भनेर काम नगरी भएन। काम गर्न पर्यो। ए बिना चप्पल हो सरजी? हाम्रो पँधेर यस्तो छ। केही गरेन हामीले। हामी त पर्सि जान्छौँ अब भोलि। पर्सि मामलातिरबाट होला। हजुर बा घरमै भनौँ त्यो लाभामा। त्यही त त्यो त पुग्नु भएको छैन होला। पुगेको छैन। त्यो सुरु म झिक्दिन्छु। छोडिदिए लैजाऊ डोको सरसरी उता राख। सागु लगाइदिएछ। ल है फाइनल्ली आयो। के भयो मम्मी? पाकिसक्यो। मैले अघि बन्द गरेर गएँ त। यो र त कस्तो बल्छ भन्छ उस्तै देख्छ। के भन्नु? नआएको मान्छेको टिको हुन्छ। अब लाउने हो नि दसैँको टिको। टन्न ल है हामी नुहाइ धुवाइ सकेर उडेर अब हामी के अरे मम्मी? आवाज मेरो यस्तो मिठो आवाज सुन्नु न मम्मी। ल पानी परे हो। पानी कतिवटा हिरे दसैँ मनायो मैले यहाँ आइकन। 2टा कि 3टा भए। एकचोटि त झन् त्यो झम पानी परेर अलिअलि भएको थिएन। 3 भनिसकेपछि त 3वटा दसैँ मनाइयो। अब 4 वर्ष भइसक्यो ससुराली नगा। अब फापो कि फापेन। ल हाम्रो मम्मीको काम कुकुर स्याहार्दै हुनुहुन्छ। दाजु र भाइ चाहिँ दाजु र ज्वाइँ जेठान बाटो लगाइदियो।
ल हल्लाउलाई मम्मी त्यो त हाम्रो दसैँ यस्तै छ आज पुरै मिले दसैँ छ यस्तो यो चाहिँ हाम्रो पैसाको रुख हो यो रुख पैसाको रुख हो गाइज यही रुख हो हाम्रो पैसा दिने यो हाम्रो किचन हो यो हाम्रो स्टोर घर हो भनेको यहाँ रासन पानी राख्ने घर यो घर ड्याडी मम्मीको सुत्ने घर हो तर योपालि हामीले घर बनाउने भनेर घर पोते छैनौँ अनि हाम्रो छाता लिएर त्यहाँ राखेछौँ हाम्रो घर यो हो हाम्रो पैसाका रोकिने सबै हुन् एउटा दुईटा तीनटा उता परेको चारटा सब गाडी 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 अनि हामी अब भित्र पस्छौँ ल ल है ल लाइट उज्यालो हुन्छ लाइन गएछ है ए हजुर ल यहाँ जमरा निकाल्नु भएको छ ड्याडीले हाम्रो ड्याडी पूजा गर्दै हुनुहुन्छ हाम्रो घर देखाउनु हुँदैन हाम्रो देउता देखाउनु हुँदैन हामी यसरी ड्याडीले त्यहाँ पूजा गरिरहनु भएको यहाँ बत्ती बलिरहेछ हाम्रो मकै खाउने नि होइन ड्याडीले पूजा गर्ने अब हामी चाहिँ मिठो चिया खान्छौँ चिया दुधको चिया अनि त्यसपछि कि मेरो चाहिँ टिका लाउनलाई कोही हुनुहुन्न मभन्दा सानो मान्छे यो दसैँमा अनि म चाहिँ यो खान्छु चिया र रोटी मेरो बुढोले यस्तो मिठो चिया पकाउनु भएको वाउ अब हामी खान्छौँ दुई कप चिया हुने भयो हामी मम्मी ड्याडी अघि खाइसक्नु भयो अब हामी चिया खान्छौँ कति भाग्यमान मान्छे कोही छैन टिका लाउने गम के गम खा मैले पो लगाइदिनु पर्यो म लगाइदिनु म खाली पेट लगाइदिन्छु नि त मैले लगाइदिनु कोही भएको भए मकैको तिमी त म बराबर होइन त्यसो भए आज बुढा बुढीले लाला गर्ने श्रीमती ल लाला त भन्थ्यो त्यो नहो खाइसक्नु यो साल हजुरले एक बेला लगाइदिनु यो साल चाहिँ हजुर हाम्रो त लाउनु न मम्मी ड्याडीहरूले मम्मी ड्याडीले लाउनु न अरूले चाहिँ पछि लाउनुहुन्छ होला ड्याडीको टिका लगाइदिनु कोही छैन नि त दाजुहरू हुनुहुन्छ हाम्रो तल्लो घरको जस्तो दाईहरू त हुनुहुन्छ तर माथि हुनुहुन्छ गाउँमा बेलुका मात्र जानुहुन्छ जहिले फोटोसोटो खिच्दा निदा रित्तै हुन्छ म भन्छ यसमा खरानी लाग्यो भने मलाई मन पर्दैन खरानी मन पर्नु पर्ने धुवा चाहिँ तितो बनाउँछ त्यो चाहिँ नपर्नु पर्ने भन्छु म त सब बच्चाहरूलाई अब नखान जाने छ न जन्मिन जाने छ भने जस्तो त अब हामी मासु बनाउँछौँ कति बजे अहिले 10 बज्यो रेडी हुनु पर्यो 10 मिनेट गएछ हाम्रो मम्मीले अक्षता मस्तै हुनुहुन्छ हामी त कति थोरै छौँ नि त मान्छे हामी थोरै टिका मुच्छौँ अहिले मान्छे आउँदा हामी धेरै मुच्छौँ ल यस्तै गर्नुपर्छ हौ मम्मी मम्मीलाई लाइटले खिचेन मम्मीले झन् गाडी देखायो ल हामी अझै त मुछिसक्यौँ म मासु पकाउँछु ल है हाम्रो मासु ल
मासु हाम्रो अब यो मासु हामी पकाउँछौँ पत्तेस जे गरे नि सुख छैन ए मेरी बासै ल है गाइज अब हाम्रो यो मासु पाकिरहेको छ मैले मासु पकाइसकेँ 11 बज्न आँटिसक्यो ल पानी पर्यो बेले दसैँ कस्तो पानी पर्यो ल यो मम्मीको लागि पेटीकोट भए मेरो लागि यहाँ छन् यो ब्लाउज मम्मी लगाएको यो साडी मलाई यो अँध्यारो क्या यो ब्लाउज मेरो कसै कसै लाग्ने अब हामी रेडी हुन्छौँ यस्तै छ होइन रेडी हुनु पर्यो माथि छु मम्मी कालीमा ल भयो पाकिसक्यो मम्मी एउटा छ होला एउटा ऊ माथि त किरी माथि छ मम्मी हेर्नु त हामी यसरी रेडी हुन्छौँ ल्याउनु हाम्रो पुरानो हो कि कसरी लगाउनु चाहिँ राम्रो छैन भाइ पनि
फाइनली हामी रेडी भयौँ ड्याडी मम्मीको जोडी यता हाम्रो जोडी हाम्रो खाना सिधै हुँदैछ बस्नु मम्मी बिचमा बस्नु त बस्नु बिचमा के छ टक्क ल है टिका लाएर सक्यो अब गाई जो हामी अब आफ्नो गाउँ घर नसम्झिनु अब आएपछि सम्झिनु पर्छ अब यस्तै हो याद त आइहाल्छ नै हाम्रो टिका सकियो ड्याडी मम्मी बुढो छोटो मिठो परिवार सकिहाल्छ उठेर ल कसैले फोन उठाउँदैनन् त बा अब उसाल हाल्नु पर्यो हेलो ह्यापी दशैं हाम्रो मेरो पनि फोन देखाउनु तगेर म त्यही बनाएर फोन भाउजूको फेरि अवस्था भाउजू म बिच आमै र भाउजूको आज जोडी मिल्यो दशैं चलिरहेछ त्यता हाम्रो छोरी अनि ए कान्छा र कान्छीको पालो हो अनि अर्को भाइको त ए आज मैले चिने अर्को भाइ मम्मीको रहेछ मेरो नेटी चलेन खै देखाउनु त खै त अनि ड्याडी त हुनुहुन्न त ए के आज तिनटा निधार खाली अनि मम्मीले के न के टिका रे दाइ अनि दक्षिणा केमा आउँछ ल ए पर्दैन नि सेवामा हामीलाई तिहारमा दिनु होला खै त भाउजू बिचार नमस्ते तिहारमा एकैचोटि दिनु होला कति राम्री देखिनु भयो त भाउजू कति राम्रे नचढाएको टिका त केही हुन्न के राम्रै देखिनु भा अनि उसलाई पनि डेढ लाख लाउनु भन्नु के अरे ड्याडीलाई त नातिनीलाई पनि केही हुन्न के सुन ड्याडी होइन अहिले फोटो खिच्न यतिखेर लाउनु छ खोलामा धोएर लाउनु के होइन त्यो ड्याडी अलिकति धेरै जस्तो लाउनु परेन कि ड्याडी टुक्रो अगाडि लाउनु ल हामी यहाँ ड्याडी फोटोलाई सरी त हुँदैन मलाई गाइस मैले आइफोन देखाएको है आइफोन सुन मम्मीको खै टिका नानीलाई देखाउनु नानीहरूलाई ह्याप्पी
दसैँ ह्याप्पी दसैँ मैले गाजर लाउन बिर्सेछु अघि कहिले अघि म यहाँ दिदी पनि सँगै बस्छ त आमालाई देखाउँ आमालाई हजुर आमालाई आमै हामी हेरिहाल्यो हुन्छ बाहिर बसेर ल बाई बाई हामीहरू मसाला किति कौन लाएर ढोगर न त्यही पनि म अलिबार बाँच्छु कि बासु त परि हुन्न अहिले कहाँ शत्रुमा छायारो गर्न सरा घरे ऐश्वर्य नौसे गतिस्थ पावने मानन्त दुर्योधने सूर्य शान्तरे भुजिन बलमदरे सत्यान्त कुन्ती सुते सज्ञानी विज्ञानी विद्री भगवन्तो गौतम श्री कीर्तिश्च नारायणी जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षेमा शिला धात्री सुवासदा नमस्ते दुर्गा भवानी कुशलमस्तु चिरायस्तु गोबारी एक्लै आउँछौ अलि भएन यो चाहिँ बच्चा झ्याउ पनि हुन्छ मात्रै देखियो याद देख्न पाइएन आगो चाहिँ अब बोकेर ल्याउने श्रीयन्त्र दशते शत्रु छाया रोग नाश राघवे ऐश्वर्य नौसे गतिस्थ पावने केटाकेटी कहिले नानीहरू पनि बस्छन् नि अहिले विष्णु बलभद्रे खसी त नानीहरू काट्नु बिमारी अहिले पनि बिमारी नै छ नि नारायणी जयन्ती हाम्रो सेक्सन गरेर हिजोबाट अब बिमारी बन्यो धात्री सुवासदा नमस्ते हाम्रो अस्ति अब सारे भएर उहाँ माथि यहाँ बहरी बाइक खोजिकन लगेर दबाई सबै ल्याएर खुवाइयो दबाई भाइलाई दबाई खुवाउनु ठिक हुन्छ दबाई गरेपछि फेरि उस्तै हुन्छ पिपल तप्नु खाएर खप्नु शेरको जस्तो सूर्य होस् विद्युतको जस्तो ज्ञान होस् भीष्मको जस्तो भीष्मको जस्तो बल होस् सँगै आउनु भएको नि काका परोस् माई खान नपरोस् होइन छोरो त 10 गते नै आएको फलना कि छोरो त अब यहाँ यसो घरमा सगाउँ बुइनीहरू थिएनन् भनेर ऊ अब अघि नै आयो दिदी बहिनी त 2082 साल हाम्रो टुङ्गो छैन आज आउँदैन ल अब घरमा पाहुना आउँछन् तेर्कानी अनि अब भोलिदेखि पालो गर्छ माथि चाहिँ छोड्दै हुनुहुन्छ छोडिदिदी अब आज तागेको पुगोस् परमेश्वर अब भोलिदेखि चाहिँ आउन थाल्छन् अब पूर्णिका दिनसम्म अब पालो गर्दै पर्दैन दाजु त्यो त्यस्तो दक्षिणा लिने झ्याम्की तपाईँले सबभन्दा मेरो आमा पछाडि सबभन्दा बढी पालेको तपाईँले हो मलाई मैले त्यसरी कहाँ भन्न सकौँला र लामो लामो एक मान्छेको हुन्छ अल्छी लाग्छ ल गाइस दसैँको दिन पनि हामी घाँस काट्छौँ अनि चेलीबेटीलाई घाँस काट्छौँ गाइस हो हामी घाँस काट्नु पर्छौँ हामी गाउँलेहरू बस्यो भने नौनी साडी लाएर बस्नु यतिको आमा चाहिँ जिन्दगीमा चाहिन्छ है केटी भएर ल गाई ससुरालीमा गाईतिर टिका लाउने ल गाई हेलो गाई ल कोट पेन्ट हेलो हेलो नमस्ते नमस्ते मको भन्ने भन्नु हुन्छ भन्नु के हुन्छ नमस्ते नमस्ते उठेर नमस्ते अनि मेरो नाम सुधा पाटियो बाटाको म ल तपाईँ पास हेलो नमस्ते म युवाको दाजु काम बा यसो सेलिटी गर्नको अनि आज कोट पेन्ट छुटे त कोट पेन्ट हेलो गाडी तपाईँ ल पास काको ल गाइस फाइनली दसैँ सकियो हाम्रो बिनाजु दसैँ सकियो हामी त ससुरालीमा छौँ आज टिका लाएर भोलि तेरि जाँदैछौँ कति रमाइलो क्या बिनाजु नजिक ससुराली हुँदा फाइदा हामी जस्तो रुन पनि भएन ल अब हामी दिदी भिनाजुलाई टिको लगाउनुहुन्छ हाम्रो ड्याडी मम्मीले हाम्रो पालो अझै मेरो श्रीमानज्यू हराउनु भएको छ
दादा गाई छ सुरु गर्नु गाई भन्नु न खाना लगाइदिन्छ गाई मलाई टिका लगाइदिन्छ गाईहरु टिका गाई चाहिँ जाउँ गाई भन्यो के हुन्छ गाई लामो टिका त्यस्तो गाई रातो गर्नुको नमानल गरी मलाई टिका लगाइसक्नु भयो मनले के भन्नु भएन एकदम पर्फेक्ट हो मेरो लागि एकदम गर्नु हजुर जुस बनाउन पाएकोमा धन्यवाद के पनि नबदलियोस् दिदी पनि सबै माइक गरेको भिडियो अब केही कमी कमजोरी हुन्छ पेटवर पिटे हुन्छ सम्झाउनु एकदम दुखाउनु अर्को क्लब खेल्दै हो हामीलाई सिकाउने मम्मी त देख्नु न दक्षिणा कति हुन्छ मम्मी जम्मा लाग्यो अब मम्मी कति निकाल्नु भयो मम्मी चाहिँ निकाल्नु भयो नमस्ते माइजू नै सिङ्गै छ त दक्षिणा बराबरको ठुली माया बिना जस्तै ज्ञानी हुनु है बाबा जस्तै माइजूले एक वचन भन्दाखेरि के गर्ने नमान्ने नि हो अनि सामने माइजू हो है कौन भन्दा हामी सँगै भन्नु दादाले भनेको मान्ने दादाले नचलाउने होइन भएपछि माइजू हामी सँगै भन्ने त्यहाँ है अनि राति खाना बनाउन कुनै एउटा भाइले आउनु नमस्ते जम्मा 50 म दिनको 5 रुपैयाँ हाम्रो टिकट गाई गाई बाहिर हाम्रो परिवार थियो